नमस्कार सबैलाई। आज हामी गणितको एउटा रमाइलो र निकै महत्त्वपूर्ण विषय सेट अर्थात् समूहको बारेमा कुरा गर्न गइरहेका छौं। तपाईहरूले पहिले नै पढ्नुभएको होला, समूह भनेको राम्रोसँग परिभाषित, वेल डिफाइन्ड गरिएका वस्तुहरूको संकलन हो, अर्थात् सेट इज अ कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट्स। अब एउटा उदाहरण हेरौँ है। A = collection of 2, 0.1, 1/7, cube root of 2 र पाई। अब भन्नुहोस्, के यो एउटा सेट हो? होइन म्याम, किनभने यसमा विभिन्न प्रकारका संख्याहरू छन्। त्यसैले यसका सदस्यहरूलाई स्पष्ट रूपमा परिभाषित गर्न सकिँदैन वा शब्दमा वर्णन गर्न सकिँदैन। म्याम, यो त एउटा समूह हो, किनभने यसमा सदस्यहरू फरक छन् र स्पष्ट रूपमा तोकिएका छन्। यसमा एलिमेन्ट्स आर डिस्टिङ्ग्विस्ड र डेफिनेट छन्। उत्तर दिनुभएकोमा धन्यवाद। तर तपाईहरूको विचार फरक भएको हुनाले म यसमा अलि छलफल गर्छु है, अनि त्यसपछि यही प्रश्न फेरि सोध्नेछु, हुन्छ? सेट भनेको राम्रोसँग परिभाषित वस्तुहरूको संग्रह हो। यहाँ वस्तु भन्नाले समूहको मेम्बर वा एलिमेन्ट्स भन्ने हुन्छ, जसलाई हामी मेम्बरशिप, एलिमेन्ट, बिलोङ्ग्स टु, डज नट बिलोङ टु, सदस्य हो, सदस्य होइन भन्ने सङ्केतबाट बुझ्दछौँ। जस्तै एउटा उदाहरण हेरौँ है त। ए भनेको AEIOU अंग्रेजी वर्णमालामा हुने स्वर वर्णहरूको समूह हो, द सेट अफ भावल्स। अब यो समूह ए भित्र कुन सदस्य पर्यो, कुन सदस्य परेन, के कुरा यसको सदस्य हो, के कुरा यसको सदस्य होइन जस्ता कुराहरू हामी मेम्बरशिप एलिमेन्ट प्रयोग गरेर भन्न सक्दछौँ। जस्तै ए भनेको ए को सदस्य हो, त्यसैले हामी ए इज अ मेम्बर अफ ए लेख्छौँ। बी भनेको ए को सदस्य होइन, त्यसैले हामी बी इज नट अ मेम्बर अफ ए लेख्छौँ। यसरी हामीले कुनै पनि वस्तु त्यस समूहको सदस्य हो वा होइन भनी मेम्बरशिप एलिमेन्टको प्रयोग गरेर भन्न सक्छौँ भने त्यो समूह राम्रोसँग परिभाषित समूह हुन्छ। राम, तिमी भन त, चलाक विद्यार्थीहरूको समूह के यो राम्रोसँग परिभाषित छ? म्याम, यो राम्रोसँग परिभाषित छैन, किनभने चलाकको कुनै निश्चित मापदण्ड छैन। कसैको लागि एकजना विद्यार्थी जस्तै म चलाक हुन सक्छु भने अर्को मानिसको लागि म चलाक नहुन पनि सक्छु। तसर्थ म यस समूहको सदस्य हो वा होइन स्पष्ट भएन। त्यसैले यो समूहलाई राम्रोसँग परिभाषित समूह भन्न सकिँदैन। हो, ठिक भन्यो राम। यसरी मेम्बरशिप एलिमेन्टको प्रयोग गरेर किटानका साथ कुनै पनि वस्तु वा सदस्य दिएको समूहमा पर्छ वा पर्दैन भनेर भन्न सकिन्छ भने मात्र त्यस्तो सङ्कलनलाई राम्रोसँग परिभाषित समूह भनिन्छ। यस उदाहरणमा B = स्मार्ट स्टुडेन्ट्स राम्रोसँग परिभाषित समूह होइन। मानौ कुनै समूह A = राम, श्याम छ। यस समूहमा राम भनेको A को सदस्य हो र हरि भनेको A को सदस्य होइन। यो कुरा स्पष्टताका साथ किटान गरेर लेख्न सकिन्छ। त्यसैले यो A राम्रोसँग परिभाषित समूह हो। मानौ कुनै समूह A = TT, PP छ। यसमा पनि TT भनेको A को सदस्य हो र AA भनेको A को सदस्य होइन भनेर स्पष्टका साथ किटान गरेर लेख्न सकिन्छ। त्यसैले यो पनि राम्रोसँग परिभाषित समूह हो। यसमा TT भनेको के हो, PP भनेको के हो, यो कस्तो प्रकारको वस्तु हो, यसको बारेमा थाहा नभए तापनि यो कलेक्सनमा यी दुई सदस्यहरू TT र PP पर्दछन्, बाँकी अरू कुनै पनि पर्दैनन् भनेर किटानका साथ भन्न सकिन्छ। त्यसैले यो एउटा समूह हो। मानौ कुनै समूह A = फी, फो छ। यसमा पनि फी भनेको A को सदस्य हो र फो भनेको A को सदस्य हो र बाँकी जेसुकै पनि, जस्तै FF भनेको A को सदस्य होइन। यसमा फी भनेको के हो, फो भनेको के हो, थाहा भए पनि ठिक छ वा थाहा नभए पनि ठिक छ, तर कुन कुरा सदस्य हो र कुन कुरा सदस्य होइन, यस्तो कुरा मेम्बरशिप एलिमेन्ट प्रयोग गरेर स्पष्टका साथ किटान गरेर लेख्न सकिन्छ। त्यसैले यो राम्रोसँग परिभाषित समूह हो। अब मानौ कुनै समूह A छ जसमा सदस्यहरू 2, 0.1, 1/7, क्युब रुट अफ 2 र पाई छन्। यसमा पनि 2 भनेको A को सदस्य हो, 0.1 भनेको A को सदस्य हो,
1/7 भनेको A को सदस्य हो, क्यूब रूट अफ 2 भनेको A को सदस्य हो र पाई भनेको A को सदस्य हो, तर 4 भनेको A को सदस्य होइन। यस्तो कुरा स्पष्टका साथ किटान गरेर लेख्न सकिन्छ। ल भन त राम, यो समूह हो वा होइन? म्याम, अब हामीले राम्ररी बुझ्यौं। यो राम्रोसँग परिभाषित समूह हो, किनभने यसमा द एलिमेन्ट्स आर डिस्टिङ्ग्विस्ड एन्ड डेफिनेट, जसलाई किटान गरेर लेख्न सकिन्छ। हो, ठिक भन्यौ। तर विचार गर्नुपर्ने कुरा के हो भने समूहलाई जनाउने थुप्रै तरिकाहरू छन्, जस्तै भेन डायग्राम, लिस्टिङ वा डिस्क्रिप्टिभ विधि इत्यादि। समूहलाई यी सबै विधिबाट जनाउनै पर्दछ भन्ने छैन। जस्तै Venn diagram is not best method to represent the set of natural number because there are infinite natural numbers. In the same way, it is not necessary to describe every set by descriptive method. For example, we do not need to describe every set by words. For example, we do not need to describe this set by words because elements are already listed there. सजिलोको लागि वा आवश्यकताको हिसाबले समूहलाई रिप्रेजेन्ट गर्न कुन विधि प्रयोग गर्ने भन्ने कुरा फरक पर्न पनि सक्छ। त्यसैले समूह हुनको लागि त्यसलाई राम्रोसँग डिस्क्राइब गर्न सकिन्छ कि सकिँदैन, त्यसलाई भेन डायग्राम देखाउन सकिन्छ कि सकिँदैन, महत्त्वपूर्ण कुरा होइन। समूहको सदस्य हो वा होइन भनी मेम्बरशिप एलिमेन्टको प्रयोग गरेर किटान गरेर भन्न सकिन्छ वा सकिँदैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। ल, तपाईहरुलाई यो कुरा कस्तो लाग्यो? कमेन्ट गर्नुस् है।